हेलो गाइस एन्ड नमस्ते मेरो न्यू डे एन्ड न्यू भिडियोमा स्वागत छ हजुरहरूलाई। म धेरै पछि भिडियो हालेँ होइन, 1 महिना भयो 1 महिना भयो होला समथिङ मैले भिडियो नै हालेको। अनि धेरै पछि हालेँ र म अहिले कहाँ छु भन्दा म पोखरा छु होइन गाइस, म पोखरा आएको। अनि हामी चाहिँ लेकमा है, लेक साइड गाइस। यो हामी चाहिँ कहाँ हो भन्ने त थाहा छैन, भन्नाले यता के उता त लेक भयो के अरे, अनि यही फेवाताल भयो। अनि हामी चाहिँ यता आएको थियौँ, कस्तो बलर देखाएको, हामी चाहिँ यता आएको के। अनि त्यो भएर थाहा छैन यता कहाँ त। हामी चाहिँ हो अब अहिले आएको भिडियो चाहिँ बनाउनु पाएन, अब कक्को चाहिँ भिडियो बनाउँछु है गाइस। हेर्नु छोरा माया सपोर्ट देखाइदिनु होला है हजुरहरूले, हजुरहरूकै माया सपोर्ट चाहिँ दिएको मलाई नि भिडियो हाल्न मन लाग्छ है। आज त्यस्तो पनि टाइम पाउने भिडियो हाल्ने, कति महिनापछि भिडियो हाल्दैछु लेकमै हो गाइस। म र साथी आएको, अहिले एकछिन हिँड्ने बेला भेटौँला है तपाईँ। ल गाइस हामी चाहिँ यहाँबाट हिँड्यौँ है, हो त्यता गइन्छ हामी उता रुमतिर। अनि यो साथी हो तर कालो देखाएर चाहिँ अहिले देखाउँछु म उता बाटो है। अहिले फेरि लाइट उता लाइट छ नि त, त्यही भएर मैले लाइट नबालिकन गर्छु क्या गाइस। अनि हामी चाहिँ यस्तोतिर गइन्छ, उसलाई बलर देखाउँछ त होटल हुँदै उता अगाडि जाने हो। साथी हो उसको नि युट्युब च्यानल छ तर उसले भिडियो हाल्दैन। मेरो ठकुरी भाइ छ, सब्सक्राइब गर्न भने गरिदिनु होइन, अनि बाढी चुरी होइन सपोर्ट गर्नुपर्छ। त्यही हो, अनि हिँडेको झ्याउलाएर आज यत्तिकै घुम्न आएको थिएँ, यत्तिकै भिडियो बनाइदिएको झ्याउलाएर। म कहिले बनाउँदिनँ त्यो पनि, आज यस्तो बनाइदिउँ भनेर बनाइदिएको है त। हामी चाहिँ भ्यू देखाइदिन्छ क्या आइसहरूलाई। हो यस्तै छ भ्यू लेकको। सयो बेला लेक पनि बेला होइन, म नाइट दिउँसोमा त आएको थिएँ लेक त, फर्स्ट टाइम है नाइटमा घुमेको। अनि यो अब के अरे यस्तो उस छैन नि त, रमझम छैन अहिले। न्यु इयर सियरमा हुन्छ के अरे, अहिले केही पनि छैन त्यसैले त्यति साह्रो मान्छे पनि आएन। अनि अब 1 गते न्यु इयर, अर्को महिनाको 1 गते न्यु इयर हो, नेपाली न्यु इयर। कस्तो हुन्छ त्यति बेला चाहिँ हेर्न पर्ने हुन्छ हामीले। अनि गाइस हामी चाहिँ आँट हो, पछि भेटौँला उता अब अलि शर्म पनि लाग्यो मान्छे भएर। किन सर म र आखिरी लेकको भ्यू हेर्नुहोस् गाइस, यस्तै छ। अहिले उता गएर हानौँला, यसो यस्तै छ लेकको भ्यू। अहिले त एकछिन भेटौँला फोटोसोटो हानेर। हामी चाहिँ अलि लेकको बिचतिर आइसक्यौँ गाइस, साथी र म चाहिँ। तर अहिले चाहिँ यहाँ रोटिपिङ चलेछ गाइस, हेर्नु न, हो त्यहाँ छ रोटिपिङको। अहिले चाहिँ लाइट साइड बोलेर रोटिपिङ चलेको थियो, अहिले चाहिँ चलेन। अहिलेसम्म खोलेको छ है होटलहरू, हेर्नुहोस् गाइस मिठो छ लेक घुम्नलाई। आउनु होला कि आउनुहोस् होला, रेस्टुरेन्ट एन्ड बारमा आउनु होला। फेरि अन्त वाउ रेस्टुरेन्ट एन्ड बारमा आउनु होला। म छु कुक फेरि होइन, डिस्काउन्ट हानिदिन्छु कसम चाहिँ। ल आउनु होला, यसले फेरि बेला दिन्छ क्या गाइस, भिजिट हानिदिनु होला। मेरो बोली केही आएन केही होइन, यो होटलहरू यस्तै छ गाइस। भनौँ हामी चाहिँ चिलमा भिडियो बनाउँदै फेरि यो भिडियो फेरि हाल्ने हो कि होइन थाहा छैन मलाई। भोलि आएर चाहन्छ क्या त त्यो थाहा छैन गाइस, यत्तिकै भिडियो बनायो हिँड्नु चिल। भाइहरू चाहिँ खेल्दैछ। यो होटल चाहिँ मिठो रहेछ है गाइस, अरू ठाउँमा होटल नभयो भने यो होटल चाहिँ मिठो छ। हाम्रो होटल त कस्तो गऱ्यो हो क्या, चिलमा। अब हामी लेकको पारा यस्तै छ, चिलमा भिडियो बनाउँदै हिँड्दै होइन टक्क यस्तो हो। यहाँको होटलहरू पनि यस्तै छ है, मिठो खाने पाइँदो रहेछ यता। तर यता लेक हेर्दै यस्तो, अहिले त रातिको बेला मलाई केही देखेको छैन, यस्तो लेक हेर्दै यस्तो भिडियो बनाउँदै चम्पु यस्तै हो गाइस। अरू त म केही भन्नु, आउनु होला कि मलाई पनि थाहा थिएन गाइस, यहाँ चाहिँ स्केट पार्क रहेछ है। यहाँ चाहिँ कहिले खोल्यो त्यो त थाहा भएन, तर यहाँ चाहिँ स्केट पार्क रहेछ।
अहिले त बन्द भइसक्यो नि त त्यो भएर कोही पनि छैन यस्तै हो तर एउटा टाइटलको लागि फोटो पनि खिच्न पर्ने हो तर म फोटो केही खिचेँ हामी फेरि बिच्चा बाटो आइसक्यो बाटोमा आइसम्म होइन यता पछाडि चाहिँ हो त्यही नान हाउस हो त्यही हो ना अनि त्यहाँ देखाउन हुन्थ्यो फेरि नान हाउस साउ रहेछ क्या हाम्रो साउ कृष्ण आउँथ्यो त्यहाँ देखाउने साउको अगाडिमा यस्तै हो टक्क हजुर यस्तै हो यो बिस्तारै अब हामी रुमतिर पुनः लाग्छौँ है बिस्तारै बिस्तारै हामी हिँड्दै पिलमा जखड हो बाटो बाटोमा यस्तो चिया पनि पाइँदो रहेछ टक्क मटका चिया अनि के चिया हो त्यो के अरे माटोको गिलासमा के भन्छ त्यो गिलासको नामै आउनु मटका चिया मलाई यस्तो यस्तोमा पाइँदो रहेछ थाहा छैन त्यो त बनाउने चिजको त्यो त्यस्तो मिठो हुन्छ अरे त कहिले खाइए छैन त्यस्तो खान नि मन लाउँदैन चिया भनेको आफ्नै होटेल चिया भनेको आफ्नै होटेलमा खानुपर्छ जति खाए नि खाए पनि हामी चाहिँ कहाँ आयौँ म लेटको यहाँ आइरहेछौँ यहाँ आइरहेछौँ यो मलाई थाहा छैन यार आजै घुमेको बोटिङ पनि छ है गाइस म थाहा भयो यहाँ बोटिङहरू बोटिङ हाल्नु पनि पाइन्छ अनि उता तलतिर जानु हुन्थ्यो तलतिर मन्दिर भएको ठाउँमा हामी चाहिँ यहाँ निस्किसकेको रहेछौँ तलतिरसम्म पुग्छौँ है सकेसम्म उहाँ गएर थाहा हुन्छ अब रुममा त जान्दैन रुम बाहिर अङ्कलले यस्तो पनि बेच्नुहुन्छ यहाँ बाटा बस्छ कति चिलमा हामी पनि चिलमा बाटो यता हो यताबाट चाहिँ मास्तिर जान्छ पृथ्वी चोक के जान्छ मलाई पनि थाहा छैन कता कता हो म पनि फर्स्ट टाइम आएको यस्तो गाइस म फेरि के बोलेको थाहा नै छैन ल्यामलुम के झ्यामझुम के बोलेको थाहा नै छैन जस्तो पायो त्यस्तै एडिट गऱ्यो अनि हालिदियो यो बाटो फेरि अब मासतिर चल पहल थियो भने अब यो बाटो चाहिँ सुनसान छ है हाम्रो त्यो होटेल वाउ रेस्टुरेन्ट एन्ड बार चाहिँ त्यही अगाडि हो अब यहाँबाट कति 2 मिनट 1 मिनट हिँडेपछि आउँछ 1 मिनट खुट्टा पनि दुख्न राख्यो होइन मन्दिर ऊ त गाडी आएको त्यो गाडी र थुक्क म्यान ए अझै तलतिर रहेछ म त यहाँ गाडी आएको भन्दा यार फेवा ताल पानी अनि गाडी चल्छ भन्दा थुक्क मेरो जिन्दगी हौ हजुर त्यो त उतै उसतिर रहेछ अझै तल रहेछ यार उतै म त यहीँ होला भनेको सिधै तलतिर यता त यो यतैको ताल भयो अझै तलतिर रहेछ गाडी त्यो नरहेछ मन्दिर होइन कस्तो के तालको बिचमा ठ्याक्क मन्दिर छ कि कसरी बस्यो होला त्यो भन्ने कुरो हो कि त्यहाँ तालको यस्तो फेवा ताल हो नि त ठुलै अनि त्यसको बिचमा मन्दिर दिएकै आइज कसरी बस्यो होला त्यो अर्को मेरो आउँछ सोद्धा पनि भेला त्यो कसरी है छायाको फोटो खिच्ने के अरे 5 यस्तो दिएन यस्तो हो त्यस्तरी अहिले त गाइस हेर्दा हामी तल मन्दिर पनि आइसक्यौँ आउनु त मन थिएन त्यो पनि गइदिउँ भन्यो मन्दिर चाहिँ त्यहाँ पारि है देखाएको छ त्यहाँ यो मन्दिर हामी चाहिँ यहाँ हो बोटिङ त्यहाँ बोट यहाँबाट त्यहाँ गएको चाहिँ 50 रुपियाँ अरे पहिला अहिले चाहिँ कति रुपियाँ दिन्छ थाहा छैन है गाई चाहिँ फर्स्ट टाइम आएको यार यस्तो रहेछ यो बस्न नभएर किन बनाएको त के उसो र बिहान पूजा नआउँछ क्या त्यही बेला त यताको होटेल चल्छ त बराई बिहान पख चल्छ भन्छ नि बुढोले अच्छा यस्तो रहेछ है गाई चाहिँ यो मन्दिर चाहिँ कस्तरी हो कि बिच्चा है
सानै थियो होला कि जमानामा यहाँ बनायो होला कि अनि पछि पानी यता बढेर यतै आयो होला कि त्यस्तै लाउँछ कि मलाई त होला होला अनि त्यहाँमा ढुङ्गा बालुवा कसरी पुरा होला पहिला यता तालै थिएन जस्तो लाग्छ कि भन्नुपर्दा उता के थियो होला पछि बढेर आएको यो चाहिँ बढेर आएर अनि बिच्चामा भयो होला के हलको टाइपको बनायो होला नि सिडी चढ्ने कि तलबाट यसरी माथि होला होला चढ्नेवाला बनायो होला तनीमा अनि अचम्म नि त्यहाँ प्लास्टर सलास्टर नि गरेरहेछ जब यो बाढी आउँदा बर्खामा पानी हल्का मात्र बढ्छ अरे यहाँ भोरिन्न अरे कि यहीँ माथि यता यता आउन्न अरे यति आउँछ आयो भने अरे अच्छा भन्छ मन्दिर डुबाउनु अरे डुबाउनु अच्छा अहिले चाहिँ कोही मान्छे छैन है बिहान बिहान चाहिँ चल्दो रहेछ यता चाहिँ भनौँ अब एकछिन बसिन्छ अनि अलि हिँड्ने बेला गर्छु यार भिडियो समाउँदा समाउँदा हात पनि दुखेछ बाई बाई ल यता गएछ हामी चाहिँ यहाँबाट हिँड्यौँ मन्दिर उतै पारि देखाइरहेको र होइन बोटिङहरू चाहिँ यस्तो धेरै छ यता चाहिँ बिहान बिहान पूजा नआउँदो रहेछ अनि त्यही भएर नि बोटिङहरू धेरै हुँदो रहेछ चाहिँ म माथि आधा बाटोसम्म मात्रै भिडियो बनाउँछु होला त्यहाँबाट अनि इन गरिदिन्छु म समाउँदा हात धोएछ मेरो अरू केही होइन पनि त्यस्तो उस्तै छैन बन्द चाहिँ नगरेको तर मासतिरको भन्दा चाहिँ अलि उस चाहिँ नरहेछ है भनेर क्रेजको मासतिर चाहिँ मान्छे छ त्यहाँ गाई एकछिन भेटौँ ल त्यो गाई त्यहाँ त्यता गएर पनि म आइसकेँ होला अब चाहिँ भिडियो हिँड हान्नु पर्ला जस्तो छ है गाइस लास्ट पनि भयो अब रुमतिर नि आइयो अलि माथिसम्म तर यता चाहिँ क्रेज त्यस्तो छैन कि मान्छेहरूको न्यु इयरमा चाहिँ कस्तो हुन्छ त्यो चाहिँ म देखाउन पाउन्न होला टेक्ने ठाउँ हुन्न हेर्दै जानु होला भलक यसको आएछ भने त्यहाँ होटेलहरू टाइम पाइएछ भने होइन टेक्ने ठाउँ हुन्न रातिको कति बिहानको 2-3 बजेसम्म त वाउ रेस्टुरेन्ट खुल्लै हुन्छ हाम्रै होटेल हाम्रै भन्नाले हामीले काम गर्ने होटेल है अब चाहिँ इनतर्फतिर लाग्नु पर्ला जस्तो छ अनि आयो हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो अनि कमेन्टमा भनिदिनु होला सबैले माया सपोर्ट देखाइदिनु होला होइन म सानो युट्युबर हो त्यो पनि यस्तो मन लागेको बेला हाल्छु मन लागेको बेला हाल्दिनँ होइन मेरो फोन पनि राम्रो छैन त्यो भएर जस्तो भयो नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला बाई बाई यति भन्दै म नेक्स्ट भ्लगमा भेट्ने छु भनेर मलाई यसले सिकाउँदैछ मलाई बोल्न आउँदैन जय नेपाल।